गाइज वेलकम टु माई न्यू भिडियो। अनि आज चाहिँ म यो घोस्ट पेपर ट्राई गर्न आँटेको छु। हेरौँ अब कस्तो हुन्छ है। यो घोस्ट पेपर स्पाइसी चिकन फ्लेभरमा छ। अनि चाहिँ मैले यहाँनिर पकाउनु लागिहालेँ। फर्स्टमा चाहिँ मैले पानी बोइल गरेँ, त्यसपछि चाहिँ यहाँ मसला रहेछ। यसमा चाहिँ यो मसला पनि दुईवटा दिएको थियो एउटै प्याकेटमा, सायद मिस्टेकली नै लगाइदिएको होला, नभए दुईटै सेम टाइपको मसला त नहुनु पर्ने है। त्यसमा चाहिँ थियो यो चिल्ली ओइल थियो एउटा, अनि एउटा चाहिँ त्यसकै सस थियो। अनि मैले यसमा चाहिँ पकाएर सबै मिक्स गरेर रेडी गरिसकेँ। मैले यहाँ सबै मिक्स गरेर पनि ल्याइसकेको छु। अनि यहाँ चाहिँ मैले अन्डा ल्याएँ, अन्डा चाहिँ यस्तो भयो। अनि यहाँनिर साइडमा काँक्रा छ, अनि यहाँनिर चाहिँ साग। अनि यहाँ चाहिँ मैले पानी ल्याएको छु। म चाहिँ कोल्ड ड्रिङ्क्सहरू खान्न नि त, त्यति साह्रो मन पनि पर्दैन। चाहिँ अब स्टार्ट गर्छु। हेरौँ अब यो कस्तो हुन्छ है। मलाई चाहिँ पुरा डर पनि लाग्यो कि यसको कलर देखेर। म तपाईँहरूलाई खाएर भन्छु। यो घोस्ट पेपर खानेहरूले भन्दाखेरि चाहिँ पुरै पिरो हुन्छ अरे भनेको सुने। अब म खाएर चाहिँ तपाईँहरूलाई भन्नेवाला छु। यो खाइसक्नु चाहिँ साह्रै पर्छ होला। पिरो भयो मलाई त। म त्यस्तो नुडल्सहरू चाहिँ त्यस्तो साह्रो खाँदिनँ नि त, बेला बेलामा चाहिँ खाने गर्छु। मैले जति भनेको नखाएको कति महिना भइसक्यो। त्यही कारण पनि होला मलाई पुरा बेसी पिरो लागेको। फ्यानको आवाजले चाहिँ डिस्टर्ब भयो भने चाहिँ म यसमा चाहिँ भोइस ओभर गर्छु, नभए चाहिँ म यतिकै हाल्छु भिडियो। पुरा गरम चलिसकेको छ, तिमीले पिरो खाएर त पुरा गरम हुनेर। यो सबै खाइसक्छु कि सक्दिनँ, त्यो एउटा च्यालेन्ज भयो मेरो लागि चाहिँ। म यो खान सक्दिनँ, पुरा साह्रो पर्यो। अर्को पालिदेखि चाहिँ म खाँदिनँ यो। कि खाएँ भने पनि त्यो चिल्ली चाहिँ अलिकति कम्ती हालेर, आधी मात्रै हालेर खान्छु। अलिकति थियो तर पनि कस्तो डरलाग्दो पिरो रहेछ। पिरो बेसी खानु सक्नेले त सक्छ होला कि, तर म चाहिँ सक्दिनँ। ठिकैको पिरो खानु सक्नेले चाहिँ यो ट्राई नगर्नु रहेछ। म चाहिँ सक्दिनँ। यो काँक्रा चाहिँ खान्छु। पुरा रिङ्गाटा चल्यो मलाई त बेसी पिरो भएर। साथी हो, मैले चाहिँ खानु सकिनँ। ठिकै छ, मैले चाहिँ ब्याक क्यामेरा गरेर भिडियो गर्दै थिएँ नि त, अलिक टाढो राखेर। म खानु सक्दिनँ, म पानी मात्रै खान्छु अब। म साँच्चै भनेको मर्ला जस्तो भयो। यता भित्रबाट रिङ्गाटा चलेर आयो। कतिले त भन्नुहुन्छ होला है त्यस्तो सकि नसकी चाहिँ किन खाएको भनेर। अब के गर्नु है, खानु इच्छा भएपछि
अब मरेमा त पुरा भुँडीहरू पनि पोल्यो, पुरा भुँडी पनि पोल्यो। म चाहिँ सक्दिनँ। पुरा तात्यो, पुरा गरम भयो। यो भिडियोलाई चाहिँ म यतिमै एन्ड गर्छु। तपाईहरुलाई यो भिडियो मन पर्यो भने चाहिँ लाइक गर्नुस्, कमेन्ट गर्नुस्, अनि कोले ट्राई गर्नु भएको यो घोस्ट पेपर कमेन्ट गर्नुस् होला। ट्राई नगर्नु हुनेलाई जसले गर्नु हुनेवाला छ उनीहरूलाई चाहिँ भन्छु म, ज्यादा पिरो खानु नसक्नेले चाहिँ आधी मात्रै तेल हालेर खानुस्, त्यो कि चाहिँ ट्राई नै नगर्नुस्। अब हो खानु त मनपर्छ तर आधी मात्रै हालेर ट्राई गर्नुस्। म चाहिँ बिस्किट खाँदैछु।